लप्सीको अचार रेसिपी बनाएको मैले होइन। आज दिनभरि मेरो काम, मैले 2 केजी लप्सी ल्याएको थिएँ अनि यसलाई यस्तो मजाले पकाएको छु। यस्तो मजाले मिहिनेत लगाएको, दिनभरि मेरो कामै यही भयो। ल गाइजहरू हेर्नुहोस्, ग्यास पनि सानो पारेर बनाएको छु होइन, पकाएको छु, सानो छ होइन। यसरी चाहिँ पकायो भने तपाईँहरूलाई लप्सीको अचार वर्षौँ दिन राखेर खाँदा पनि केही हुँदैन। ल हेर्नु होला, त्यो लप्सीको बोक्रा हुन्छ नि, छाला, त्यो छालालाई पनि फाल्नु हुँदैन। त्यसको पनि आइडिया छ, म अर्को भिडियोमा बताउने छु। गाइजहरू हेर्नुहोस्, अनि मेरो अचार खेलाउने पन्यौ कस्तो छ, डाडु कि के भन्छ नि। ल टाँसिएछ फेरि यहाँ, चम्चे टाँसिएछ। ल ओ झऱ्यो। अनि यो हेर्नु त, फलामको डाडु, के अरे काठको डाडु। कस्तो लाग्यो? मन पर्यो भने हजुरहरूले मसँग केही कुरा सिक्नलाई आइदिनु होला नम्बरमा। कमेन्ट गरिदिनु होला नम्बरमा, होइन फेरि म भिडियो हाल्छु, त्यो भिडियोमा कमेन्ट गरिदिनु होला। हेर्नुहोस्, लप्सीको अचार होइन, लप्सीको रेसिपी यसरी बनाइन्छ। लप्सीलाई हेला गर्नुहुन्न, यस्तो हो भने त अनि यति होइन, चम्चाले टक्क लाएर यति दिँदा त तपाईँ पनि खुस, म पनि खुस होइन गाइजहरू। ल अनि यसो होइन साथीहरू, ल है हजुरहरू पनि यसो आफ्नो काम छैन भने होइन, मलाई चाहिँ यो अर्डर आएको थियो र मैले मासुको अचार पनि धेरै बेचेँ नि त, अनि खुर्सानीको पनि बेचेँ होइन, मुलाको पनि, अनि लप्सीको पनि चाहियो भनेर चाहिँ मैले 2 केजी किनेर ल्याएर टक्क लाएर बनाएको छु है गाइजहरू। ल ठुलो ग्यास पारिदिएँ मैले, अब एकछिन यसलाई ल लप्सीको रेसिपी यसरी बनाइन्छ अचार। हेर्नुहोस् गाइजहरू, ठुलो ग्यास पारेको छु मैले एकछिन होइन। यसलाई चाहिँ यस्तो मजाले पकाउनुपर्छ है साथीहरू, जति होइन राम्ररी पकायो होइन त्यति टिक्छ के। अब धेरै वर्ष चाहिँ 1 वर्ष चाहिँ हुन्छ, फ्रिजमा राखेर खाँदा चाहिँ 2 वर्षसम्म पनि हुन्छ, केही हुँदैन गाइजहरू। अनि मेरो आजको काम, मेरो ड्युटी यही। हेर्नुहोस् अब साथीहरू, हजुरहरूकोतिर पनि गाउँतिर लप्सी छ भने यसरी अचार बनाएर टक्क लाएर होइन, अनि यसको मसला चाहिँ के लगाउनुहुन्छ भनेर सोध्नुहुन्छ भने कमेन्ट बक्समा आएर कमेन्ट गर्नु होला, म अर्को भिडियोमा पनि बनाउने छु। किनभने मैले मासुको पनि अचार बनाएको छु धेरै होइन। अब मन्जुले बनाएको मन्जु राइनी अचार कस्तो लाग्यो गाइजहरू, कमेन्ट बक्स गरिदिनु होला, कमेन्ट गरिदिनु होला।